आज हाम्रो वासस्थानको ठेगान छैन किनभने यहाँ नेपालीहरू हुनुहुन्न। एउटा पनि नेपाली अहिलेसम्म हामीले भेटेको छैनौँ इन्डोनेसिया आएदेखि। अब बिना स्पोन्सरसिपको हाम्रो यो विश्व यात्रा भएको हुनाले होटलमा गएर बस्ने भन्ने सम्भव हुँदैन। त्यो पनि 1-2वटा देश 2-4वटा देश ट्राभल गर्न हिँडेको होइन। र अब कतातिर बास बस्ने भनेर हामी सोच्दैछौँ। कता गएर अब यसो पन्जाबीहरू भेट्यो गुरुद्वारा भयो भने त सजिलै हुन्थ्यो भनेर हामी सोच्दै थियौँ। तर यहाँ अचम्म भइदियो। भिडियो पुरा हेर्दै जानु होला कस्तो अचम्म भएछ। हामीले आजको बासको खोजी गर्दै थियौँ तर यहाँ यस्तो मान्छेहरू भेट भयो भन्दा पनि यहाँहरूले अहिले भिडियोमा अगाडि देख्नुहुन्छ उहाँहरू आफै त्यहाँ पानी लिएर कुरेर बसिराख्नु भएको रहेछ हामीलाई परैबाट देखेर। र उहाँहरूसँग भेट भइसकेपछि हाम्रो बाली बसाइभरिको लागि हाम्रो वासस्थान मिल्ने जस्तो अवस्था हामीले देख्यौँ। र ढुङ्गा खोज्दा देउता मिल्या भने जस्तो हुन पुग्यो। अगाडि पुरै मन्दिरहरू छन्। अब उहाँहरूसँगको हाम्रो भेट हेरौँ। यहाँनिर अलिकति निहालेर हेर्नुपर्ने हुन्छ तपाईहरूले भिडियो। इन्डोनेसियन मान्छेहरू हामीलाई परैबाट यो गर्मीमा साइकल चलाइराखेको देखेर चिसो पानी लिएर उभिराख्नु भएको रहेछ दिनलाई। र यहाँबाट हाम्रो बाली बसुन्जेलको लागि वासस्थानको टुङ्गो लागेको थियो। हामी साइकलबाट आउँदै थियौँ परैबाट उहाँहरूले देखिराख्नु भएको रहेछ यो 2टा चिसो पानी प्रोभाइड गरेर ट्याक्क रेडी गरेर दिनु बसिराख्नु भएको छ। थ्याङ्क यू र इङ्ग्लिस बुझ्ने भएकोले यहाँ बास बस्न फ्रीमा कतै केही छ कि भनेर पनि उहाँले खोज्दै हुनुहुन्छ। आज हरेक हिन्दूहरू नेपाली फ्रम नेपाल यसरी टाउकोमा फेटा बानेर अनि हाम्रो गुरुङ मगर दाजुभाइहरू दिदीबहिनीहरूले जस्तै ओके स्योर फर स्योर निधारमा सेतो अक्षता लगाउने चलन छ। सबैजना आज ट्रेडिसनल लुगामा हुनुहुन्छ। कफी खान आइज भनेर बोलाइरहेछन् जानै पर्यो। आजको लागि बास बस्नलाई यो घरमा मिलेको छ। आउँदै गर्दा बाटोमा 2जना व्यक्तिले रोकेर इङ्ग्लिस बुझ्ने भएकोले धेरै कुराकानी पछि उहाँहरूले यहाँ पठाउनु भएको छ। अब यहाँ बस्ने मान्छेहरूसँग भेटौँ। साइकल यहाँ लिएर आएर राखिसकेका छौँ। उहाँहरूलाई नेपालको बारेमा थाहा रहेछ। He knows Nepal and he is saying Mount Everest. Can you please repeat your name? Oh, my name is Deva. Abi. Roji. Actually, whose house is this? This is like personal house, or what is this place actually? It's personal house. Personal house. Whose house? Abruji? Abruji? Abruji to me. Okay. Yeah. We together. Together. Yeah. Together. Relation, brother, friends? No, friends. Friends. Yeah.
you belong to Bali or you come from somewhere to work here? I'm from Sulawesi. Huh? From Sulawesi. Sulawesi. Yeah. So Sulawesi, I where know. is it? Makassar. Makassar, you know. Oh, Makassar. Okay. Yeah. And you? Java. East Java. Jaffa. Me too, Java. And- I'm Central Java. Ah, and okay. Jawa Timur apa? East. East Java. East Java. Abruzzi, West Java. West Java. Oh, means from several places you guys came here to work Yeah. and Yeah. you live here together. Yeah. Okay. What kind of work you do? I'm assistant photographer. Assistant for फोटोग्राफर photographer. Nice. You? Art tattoo. Oh, tattoo. tattoo artist. Oh, okay. Tattoo You make artist. tattoo. Okay, And okay, you? okay. Kitchen. Kitchen. And Abruzi? Abruzzi. Freelance. Freelance. Yeah. Ah, Freelance. freelancing. Okay. And so you four guys live here? Four friends or more? In this house? More. More? Okay. And you guys always love to help people? Yeah. Because the guy and girl whom we meet on the street, who make a call to Abuji, and we coming cycling, and they see us from far away, and they ready with to cold water, and we think they are nice guy, and we talk to them, and we ask them about sleeping. We are traveling around the world on bicycle. We don't have the sponsorship. Then she immediately called him, and he said, "I have one friend. They give tourists to sleep and food." She called and she give. Well, you guys are so nice. Yeah, so nice. If sometime you come to Nepal, contact us. We will also give you to sleep and food in our home. Hi. Hello. Yeah. त्यहाँसम्मको एकचोटि Oh, Indonesian people, we found nice, you know. Yeah. यता बाहिर गार्डन छ घरको धेरै सामानहरू स्टोरहरू जस्तो देखिन्छ यहाँ केराको रुखहरू यो आँपको रुख आँप पनि गोलो गोलो खालको रहेछ यहाँ चाहिँ लाइब्रेरी छ Yeah, yeah. This guy. He buy cold drink. भित्र चाहिँ अहिले पछि जम्ला Yeah. Oh, just here. We around cycling. Abruzi. अघि बाटोमा कन्ट्याक्ट गरेर आएको चाहिँ वाट्सएप नम्बर लिएको भाइ चाहिँ उहाँ हो देवाले भन्दैछन् कि आब्रुजी चाहिँ साई छन् रे लजाउँछ सबैजना मिलेर बस्नु भएको छ How many friends you stay here? People come and go. Many. Right now? Right now, maybe 7. Seven. And you 7 people together pay the rent of this house? Yeah. Okay. And who keep that library? So many books. Yes. You guys. How many years you are staying here? How long? I'm 5 years. No, you people, you guys. Oh, 10? 10 years. Oh, you are here from 10 years. 10 years And you? Maybe 5 months. 5 months. 5 months No, 2 years And Abruji? 1 year And what about your family? They are in another city. Yeah. Yeah. Okay. You married? No, you all are 20. And you go home frequently? Like after how many months or year you go to visit your family? Yeah, maybe 1 year. Oh. 1 year. Okay. So when you see us, Your face, like your face, you are like, yeah, it's really. When I go to, you go to Borobudur, Buddha, yeah. yeah, Yes. Borobudur So temple. when you see us, Yeah. you
remember Buddha. Yeah, I remember. That is Buddha. that is Yes, very you are. very Thank you. nice word to Yeah. hear for us, because Gautam Buddha is the light of Asia. Like, yeah. Light of like of Asia. what, brother? Yeah, Like of what? yeah. He sacrificed His everything whole life. for humanity, for world. He's very very great person. Siddhartha Gautama. We feel very proud that we are from his country. Have a life. यहाँ बसेको घरको पछाडि यहाँ सानो सानो ठाउँ बनाएर विभिन्न सागसब्जी बेर्ना लगाएर खानको लागि तयार गर्न यसरी खेती गर्दैछन् यहाँको भाइहरू। वरिपरि यो पुरानो टायलहरूलाई युज गरिएको छ। अङ्गुर फलिरहेछ, बिस्तारै पाक्ने बेला हुँदैछ। केरा, उखु, आँप यहाँ धेरै थरी लगाएको छन् भाइहरूले। फेरि नयाँ साथीहरू थपिसके। साथी मिन्स फ्रेन्ड इन नेपाली ल्याङ्ग्वेज। आई भर्खर आइपुग्नु भयो भाइ। आई भाइ बोङ अनि Angel. एन्जल सी इज भेरी रिच। सी हेज 3-4 प्लेस टु लिभ इन नेपाली। अनि सबैजना एकदमै फ्रेन्डली अनि आउने बित्तिकै एकदम हात मिलाइहालेर आफ्नो नाम भनिहाल्ने कल्चर रहेछ नेपालमा जस्तै। नेपाल अल्सो Nepalese people also same culture. When they see new people in their house or new friend, they go to shake hand and tell our name. Here also same. Yeah. Greetings from Bali. Thank you. इन्डोनेसियामा पनि कुनै समयमा क्यानिबल थियो भन्ने कुरो यहाँ बहिनीले भन्दै हुनुहुन्छ। अब हामीले चाहिँ उहाँले हामीलाई यात्रा गर्दै जाँदाखेरि कस्ता कस्ता अनौठा घटनाहरू भए भन्ने कुरो गर्दाखेरि फिजीमा भानुआतोमा अस्ति भर्खरै यस्तो यस्तो क्यानिबल मान्छेको मासु खाने घटनाहरूको कुरा गरिरहेको थियौँ। त्यही सन्दर्भमा उहाँको पुस्ताहरू पनि यो इन्डोनेसियाको कुनै ठाउँमा कुनै 100 वर्ष अगाडि क्यानिबल थिए र लिगल थियो भन्ने उहाँले भन्दै हुनुहुन्छ। ओके सिस्टर, प्लिज एक्सप्लेन you about that cannibalism time of that Indonesia. You mentioned about Udre-Udre. I Yeah. mentioned about my Bataknis. Historically, cannibalism is legal punishment. Legal punishment was reserved for serve crimes. If people do crimes, our people will do legal punishment. It's cannibalism. Oh, means if somebody do crime, Yeah. then that person who makes a crime, Yeah. that people can be punished with cannibal, Yeah. and the person who eat man's meat. With consensus. With consensus. Oh, with consensus. Sometimes ल it's यस्तो अब यहाँ पनि सुनियो, तर 1000 वर्ष अगाडि भनेको त अब धेरै नै अगाडि हो। अब हामीले भानुआतु पिएनजी हामी जाँदैछौँ भन्दा उहाँहरूले पनि एकदमै खतरनाक छ भनिसक्नु भयो कि नै होइन। क्यानिबल अब फिजी भानुआतुमा हामीले देखियो भर्खर जस्तै अगाडि 20-40-60 वर्ष अगाडिको कुराहरू हुन्। तर अब यो इन्डोनेसियाको जुन टापु जुन ठाउँ उहाँले भन्नुभयो त्यो भनेको त 1000 वर्ष अगाडि। अब 1000 वर्ष अगाडि त अब मान्छे ढुङ्गे युगमै थिए। इन थाउजन्ड म त Are you
have a family like children? Yeah, we have a family. My friend have a family. I have a family. My friend, his name is Bhagat. Namanya Bhagat. No, Bhagat Ajay. Ajay. He has a family. His elder brother and his wife, his father, and he have 2 children. Anaknya loro. One daughter, Satu cewek. 12 वर्ष भएन, 12 years old daughter and 2 years old son. Satu. तामा What happened? What? हुनुहुन्छ र दुईजना चाहिँ अब हाम्रो साइकल लिएर हामी भिडियो बनाउन तिमीहरूले भनेर उहाँहरूले रिक्वेस्ट गर्नुभयो, त्यो अनुसार दुईटा साइकल उहाँहरूले हामीहरूलाई दिएको छौँ. ओके, यु गाइज स्टार्ट योर कल्चर. यो चाहिँ इन्डोनेसियन कल्चर हो है. आजको बास मिलिसकेको छ. यो घरमा साइकल यहाँ राखिएको छ. अब केही क्षणपछि हामी भित्र हाल्नेछौँ र यहाँ बस्ने 6-7 जना जो भाइहरू हुनुहुन्छ उहाँले हाम्रो लागि खाना तयार गरिसक्नु भएको छ. खाना रेडी छ. यहाँ 6-7 जना विभिन्न ठाउँबाट आएर काम गर्न बस्नुभएको छ यो घरमा मिलेर. यहाँ खाना रेडी भइसकेको छ. अब हामी सँगै खाना खान जाँदैछौँ. भाइहरूलाई धेरै धेरै धन्यवाद. इन्डोनेसियन खानाको स्वाद लिन गइरहेका छौँ. यहाँ धेरै यो एउटै घरमा बस्ने भाइ बहिनीहरू जहाँ आज हामी बास बसेका छौँ. धेरैजना विभिन्न ठाउँबाट आएर यहाँ मिलेर बस्नु भएको छ. यो चाहिँ चिप्स रहेछ, चिप्स. हेर्दा जेरी जस्तै छ. हामीले कलरमा मात्रै थोरै फरक, तर खाँदाखेरि ट्याक्कै प्राउनको है टेस्ट. यो चाहिँ फिस करी. अघि आउने बित्तिकै फिस करी खुवाउँछु भनेर तयार गर्नुभएको थियो. अन्डा चाहिँ अब उस्तै उस्तै छ. राइस अब खाएर हेरौँ कस्तो छ. मिठो छ, मिठो.